आजको हाम्रो यो ट्रिप चाहिँ कुलेखानीतिर धेरै अगाडिदेखि हामीले प्लान गरेको थियौँ र फाइनली आज सक्सेस पनि भएको छ। र अहिले हामी चन्द्रगिरीमा आएर साथीहरूले कुरेर बसेका छौँ। चन्द्रगिरीमा यो सानो पार्क जस्तो रहेछ, बन्दै रहेछ। यो बुढा नीलकण्ठको जस्तो विष्णुको मूर्ति पनि रहेछ यहाँनिर। र यतापट्टि यस्तो छ सिनारी, पार्क भर्खर बन्दै रहेछ, ठाउँ चाहिँ ठिक छ। र अब हामी एकछिन यहाँनिर कुर्छौँ साथीहरूलाई र त्यस पछाडि हामी निस्किन्छौँ। अब अरू सबै केटाहरू त आइसकेका छन्, अब तर पछाडि स्कुटरमा भएको दुईजना साथीहरू चाहिँ आउनु बाँकी छ। र उनीहरू आइपुगे पछाडि हाम्रो यात्रा सुरु हुन्छ। अब यहाँबाट त पुरै अफ रोड, पुरै उकालो छ। अब कतिखेर पुगिन्छ के पुगिन्छ अझै थाहा छैन, झन् 6 बजिसकेको छ। र अझै पनि हामी यहाँ चन्द्रगिरीमै साथीहरू कुरेर बसेको छौँ। के हुन्छ अब बाटोतिर भेटौँला। अब कति टाइम छ अरे हाम्रो जर्नी? अब हाम्रो 2.5 घन्टा। यहाँबाट चितलाङ पुग्न कति टाइम? यहाँबाट चितलाङ पुग्न 1.5 घन्टा। त्यहाँबाट कुलेखानी? त्यहाँबाट 45 मिनट। बाटो यस्तै पुरै अब? कतै कतै पनि पिच होला नि, केही छैन? केही पनि छैन। अब सिधै चितलाङ पुगेपछि हल्का पिच आउँछ, यति हो। अनि चितलाङमा थोरै पिच छ, त्यसपछि भेडी फार्मबाट फेरि कच्ची रोड। धन्न हामीले होटेल चाहिँ अगाडि बुक गरेर आएर अलिक बुक गर्छ भन्न 100 रुपियाँ जस्तो भएको भएर कुटाकुटी जानी नजानी भन्दा भन्दै लास्टमा चाहिँ धन्न। त्यही भएर एउटा चाहिँ मच्योर मान्छे चाहिन्छ भने हो क्या। म नआएको त तिमीहरू त कता कता नि म्याच्योर बे गर्थ्यो मान्छे, उपरपट्टि लाएर बसिरहेको छ। अनि हो क्या न? तीन 4 घन्टा हामी अफ रोड राइड गरेर चाहिँ यहाँ कुलेखानी मार्फुमा आइपुगेका छौँ। र यहाँनिर आएर हामीले बुक गरेको होटेलमा हामी इन्टर गरेर अब हामी यहाँनिर फ्रेस भएर तालमा अहिले नै एकछिन नाइटको भ्यू हेर्न जाँदैछौँ। हामी टोटल 8 जना आएको र बेडहरू ठ्याक्क 4वटा छ, 2 जना सुत्नलाई ठिकै छ। र अब हामी तालतिर गएर घुमेर आएर के हुन्छ बाँकी अपडेट होला। हेलो एभ्रिवान, गुड मर्निङ फ्रम कुलेखानी मर्फु। हिजो राति हामी अलिक ढिला नै आइपुग्यौँ, त्यसैले मैले हिजो रातिको चाहिँ केही पनि खिच्न पाइनँ। र बिहान हामी चाँडै उठेर अब आज चाहिँ हामी कुलेखानीको यो पानीको रिजर्भरमा आएको छौँ। र अब आजको हाम्रो प्लान भनेको चाहिँ मोहिनी झरना र ड्याम जान्छौँ। र त्यस पछाडि हामी भेडी फार्म हुँदै चितलाङ रामसित घुमेर घर जान्छौँ। किन भन्दा हिजो राति आएको कारणले गर्दाखेरि हामी चितलाङहरू खासै घुम्न पाएनौँ र भ्यू पनि राम्रो हेर्न पाएनौँ। कालु दाई ठिक छ? कस्तो भयो हाम्रो बोटिङ? मनमा डर हैन, मनमा डर। बिना लाइफ ज्याकेट हैन? बिना लाइफ ज्याकेट फेरि ढुङ्गामा चाहिँ पानी आउनु दिन्छ के मुनि बादर आयो नि हामी त। कस्तो माने बोटिङ? रमाइलो पो। अरु के छ भन्नुपर्ने? यस्तोमा पौडी खेलेको त कहिले? त्यसै हिरो कस्तो हो बोटिङ? ठिक भयो? भयो। माछा कति केजीको पाइन्छ नि यहाँ? माछा 60 केजी हो। गफै हो त्यो। यही बोल्नु लिरहेको। कसले भाइ आजै हो मैले फेरि ढुङ्गा साउन्ड नभएर साउहरू नआएर मैले मेरो नि काम यो खेल्ने। अहिले चाहिँ हामी होटेलबाट खानासाना खाएर मोहिनी झरनातिर जाँदैछौँ। हिँड्न सक्नेहरूलाई घन्टा भनेको छ। अब हिँडाकुदा त हाम्रो पनि कति टाइम लाग्छ। त्यहाँ अब हामी एकछिन बसेर नुहाएर केही रिफ्रेसमेन्ट गरेर अनि त्यस पछाडि होटेल फेरि आउँछौँ। चेकआउट गरेर हामी आइसकेका छौँ। र अब त्यो ब्यागसेक बोकेर भेडी फार्मतिर एकछिन बसेर हामी घरतिर लाग्छौँ। ल हामी अब मोहिनी झरना जाँदैछौँ। कस्तो आइरहेछ दाई? मोहिनी नामै सुन्दा मोहिनी भनेपछि मोहिनी लाग्यो। त्यो त्यहाँको मोहिनी लाग्छ। अब जानलाई जति टाइम लागे पनि हामी जाँदैछौँ, बिस्तारो भए पनि जति घन्टा लागे पनि हामी त्यहाँ जानेछौँ। यो ताल कस्तो लाग्यो त तपाईँलाई? मानव निर्मित ताल हो? मानव भनेपछि यो विश्व सम्पदा सूचीमा पर्नुपर्ने ताल हो, तर परेन। किन यो मानवले हाम्रो पुर्खाले बनाएको ताल हो नि। सही हो। यो अब जहाँ पाए त्यहाँ बन्दैन यस्तो ताल। ठिक छ, पुर्खालाई रेस्पेक्ट।
अब हामी यहाँबाट फेरि मोइन झर्नाबाट फेरि भेरे फार्म जान्छौँ भने चाहिँ त्यहाँ पनि रमाइलो छ ठाउँ घर जान ढिला हुन्छ जस्तो केही प्रब्लम त हुँदैन नि दाजु छैन मेन यहाँको वातावरणसँग घुल्ने नै ठुलो कुरा हो घर भने एनी टाइम गइन्छ ओके ओके ल दाजु मोइनी झर्नामा चाहिँ जानको लागि 1 घन्टा जति लाग्छ अरे तपाईँहरू चाहिँ बोटिङ गरेर आउनुभयो भने यहाँसम्म बोटिङ ल्याइदिन्छ र यहाँबाट फेरि जर्नी कन्टिन्यू हुन्छ बाइकमा पनि आउन मिल्छ अरे तर म चाहिँ तपाईँहरू हिँडेर आउन नै प्रिफर गर्छु किन भन्दाखेरि यो लेक आउँछ यो बाटो र हावा पनि सरर आउँछ यो पानीमा हेरेर आउँदाखेरि चाहिँ रमाइलो हुन्छ लाली गुराँस पनि यो सिजनमा ठ्याक्क फलेको हुँदा लाली गुराँसहरू पनि देख्न पाइन्छ बाटोमा त्यसैले आउनुहोस् यो ठाउँतिर आउनुहोस् र इन्जोय गर्नुहोस् अब त आइपुगिहाल्यो नि अब एउटा डाँडा छ अरे नि के छ जिग्री हेर गाह्रो भयो है डाको के भइरहेछ ठिक छ नि अब आइपुग्यो ल के छ नि ठिक छ चेस करिब 1 घन्टा हिँडिसके पछाडि हामी यो ठाउँमा आइपुगेका छौँ अब नाम त थाहा छैन कुलेखानी अझै देखिन्छ यहाँ यो ठ्याक्कै झुलुङ्गे पुलसम्म चाहिँ बाटो अलि त्यसो चाहिँ यहाँबाट चाहिँ पुरै ठाडै छ देख्न सकिन्छ अब योभन्दा माथि पनि पुरै ठाडै हो र योभन्दा ठ्याक्कै अब अपोजिट साइडमा चाहिँ मोहने झर्ना भन्दै थिएँ अब त्यहाँ पुगेपछि थाहा हुन्छ एकदमै गर्मी भइरहेछ अब त्यहाँ गएर हामी नुहाएर एकछिन बसेर अनि त्यसपछि फेरि यही बाटो फर्किन्छौँ करिब 2 घन्टा हिँडेर चाहिँ हामी ठ्याक्क मोहिनी झर्नामा आइपुगेका छौँ हाम्रो चाहिँ 2 घन्टा लाग्यो किन भन्दाखेरि हामी बिस्तारै पनि आयौँ र हामी मार्फीदेखि नै हिँडेर पनि आयौँ तपाईँहरू चाहिँ बोटिङ गरेर नै आउनु सक्नुहुन्छ बोटिङ गरेर आयो भने चाहिँ चाँडै हुन्छ झर्ना चाहिँ मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको सबै हामीले चाहिँ यहाँनिर चिसो पानीमा नुहाएर अब हामी लाग्दैछौँ झर्ना त अघि त प्याकै थियो अहिले चाहिँ अब खाली छ सबै अब घरतिर लागिसके अब हामी नि यहाँबाट अब निस्किन्छौँ मार्कु पुग्न अब 2 घन्टा जति लाग्छ होला अब त ओह्रालो अझै चाँडै पुग्न पनि सकिन्छ त्यस पछाडि अब हामी घरतिर लाग्छौँ घर अब ढिलै पुग्ने भयो त्यसैले भेडा फार्म हामी जान्छ कि जाँदैन थाहा छैन त्यसैले म यो भ्लग यहीँनिर इन गरिदिन्छु बाई बाई